मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। जहाँ जो जस्तो सुकै ठाउँमा हुनुहुन्छ, तपाईँ बाख्रा चराउँदै हुनुहुन्छ, बाख्रा चराउने ठाउँबाट यो भिडियो हेर्नुपर्छ। तपाईँ गोरु चराउँदै हुनुहुन्छ, गोरु चराउने ठाउँबाट यो भिडियो हेर्नुहोस्। तपाईँ विश्वको जुनसुकै कुनामा हुनुहुन्छ त्यहाँबाट तपाईँले यो भिडियो हेर्नुपर्छ। म तपाईँलाई आज एउटा यस्तो टिप्स दिन्छु। तपाईँहरू सबैजना जहाँ विश्वको जुनसुकै ठाउँमा बस्नुभएको छ, पैसा कमाउनु त सबैलाई मन लाग्छ नि त। हो, तपाईँ अहिले सठिक टाइममा पैसा कमाउन खोज्नुहुन्छ, कुनै उपाय छैन तपाईँको जागिरभन्दाहरू तपाईँलाई कसैले 1 रुपियाँ दिँदैन। त्यसको लागि तपाईँ इन्भेस्ट गर्न चाहनुहुन्छ नेपाली नेप्से मार्केटमा। त्यसको लागि तपाईँसँग ब्याङ्कमा पैसा आउनु पऱ्यो, दोस्रो कुरा तपाईँसँग कनेक्ट आइपिएस अथवा अनि त्यसपछि ब्रोकर आइडी हुनु पऱ्यो, होइन? सिधै तपाईँले पैसा टिएमएसमा अपडेट गरेर ड्याङ्की ड्याङ किन्ने हेर्दै स्टक गर्नु। त्यसको लागि म छु। म मरिसकेर छैन नि त, म मरेपछि त अरू कोही निस्किन्छ। तबसम्म मभन्दा अरू जन्मिनु हुँदैन भनेर मैले भन्न मिल्दैन। तर तपाईँलाई मैले जिरोदेखि लाइफ इन्सुरेन्सको, हाइड्रो पावर, माइक्रो फाइनेन्स र अरू कुन यति सेक्टरको हरेक दिन एउटा भिडियो बनाएर मैले मेरो युट्युब च्यानलमा हाल्छु। तपाईँले युट्युब च्यानलमा गएर सब्सक्राइब गर्नुपर्छ। यहाँ होइन, यहाँ त केही हुनेवाला छैन। मैले यहाँबाट किनेको छु, मैले नोबेलको किनेको छु। सेयर हेर्नुहोस्, मेरो पहिलो टार्गेट भनेको मैले 490मा किनेको हो र नोबेलको मैले बेच्ने टार्गेट भनेको 680 देखि 90। त्यहाँ पुगेपछि बेच्ने के गर्ने भन्ने कुरा मैले अर्को आइडिया हुन्छु। म आफ्नो रियल कुरा देखाएर तपाईँहरूलाई चाहिँ भरमा पार्दैन। विश्वको जुनसुकै कुनामा बस्नुहुन्छ, तपाईँलाई यदि सेयर किन्न बारेमा कुनै पनि स्टक किन्नु छ भने सजिलो तरिकाले त्यहाँ कमेन्ट गरिदिनुहोस् र त म भिडियो बनाएर मेरो युट्युब च्यानलमा हालिदिन्छु। र त्यहाँ गएर हेर्नु होला। तपाईँले पुरै जिरोदेखि कहाँ किन्ने, म प्रफिटको ग्यारेन्टी लिँदिनँ, तर तपाईँले किनेको स्टकलाई माइनस डाउन नजान दिने मेरो ग्यारेन्टी।